कान्छी छोरी हो मलाई नगराउ म रचना हो आमा म रचना रचना हो नि रचनासित खेलकुद कति गरिएन र मैले चिनेछु तिमीलाई तिमी सम्झँदै राखेँ कहिले कहिले त्यही हो आमा म रचना हो के रचना हो त नि मैले चिनेछु के किन त्यसो भनिछौ र कान्छी छोरी के आमा कस्तो सम्झिनु भएन सम्झिछु नि आमा म को रचना रचना तपाईँको सानी छोरी छोरी सानी छोरी तपाईँले बिहा गरेर दिनुभएको नि त मलाई होइन हो सानी छोरी हो नि म होइन मैले चिनेछु छोरा मैले नचिनेर होइन मेरो दिमागलाई बिग्रिएको थियो आशा चल्छ आशा तिर्न गएर केही पनि भइसक्यो म चिन्नु हो म रचना हो रचना त चिनी त कति सानैबाट जति खेलियो कुदियो कराइयो खोलियो के गरिएन र खेलियो भनेर त्यति भन्दा ठिकै छ अब खेल्ने पो खेल्यो आमा सँगै खेल्ने पनि खेल्यो अब कति राम्री हुनुहुन्छ हजुर कति राम्री हुनुहुन्छ अब कहिले भेटिन्छ नि भयो कि तिमी पनि जाँदैछौ छैन नि फोन गरेँ नजिक त छु होइन मलाई ढङ्गै छैन नि त फोन गर्ने मैले गरिरहेको छु नि दिनदिनै गर्छु नि मैले फोन अब नरुकिनु बस्नु मैले उतिखेर फोन गर्छु के अरे ल म हिँड्छु हस् जाऊ राम्ररी जाऊ गएर म फोन गरेँ आइपुग्यो भनेर ल म उतिखेर पुग्छु के अरे जहाजमा जान्छु म उतिखेर पुग्छु छानु ल ल बाई छानु ल बाई बाई गर्नु आमा बाई नसमात्नु यहाँ बाई बाई नदिनी बाई 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 लिला तिमीलाई पनि धेरै धेरै थाहा छ सबै चिजको किन सबै चिजको लागि बाई